स्वागत आजको यो भिडियो। प्रश्न नम्बर 1, सिकाइको विशेषतामा नपर्ने कुन हो? क. सिकाइ अस्थायी हुन्छ। ख. सिकाइ प्रक्रिया र उत्पादन दुवै हो। ग. सिकाइ सार्वभौम र व्यापक हुन्छ। घ. सिकाइमा अनुभवको सङ्गठन हुन्छ। यस प्रश्नको सही उत्तर रहेको छ क. सिकाइ अस्थायी हुन्छ। प्रश्न नम्बर 2, सिकाइलाई प्रभाव पार्ने तत्त्वहरू के हुन्? क. शिक्षकको व्यक्तित्व। ख. सम्मेलन। ग. उत्प्रेरणा। घ. माथिको सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ. माथिको सबै। प्रश्न नम्बर 3, सिकाइको अपवादमा कुन पर्दछन्? क. चराले गुँड लगाउनु। ख. आँखा झिम्क्याउनु। ग. बाँदरले रुख चढ्नु। घ. माथिका सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ. माथिको सबै। त्यस्तै प्रश्न नम्बर 4, सिकाइको विशेषताले नसमेट्ने विषय कुन हो? क. सिकाइ समायोजन हो। ख. सिकाइ अस्थायी प्रक्रिया हो। ग. सिकाइ वातावरणको उपज हो। घ. सिकाइमा अनुभवको सङ्गठन हुन्छ। यस प्रश्नको सही उत्तर रहेको छ ख. सिकाइ अस्थायी प्रक्रिया हो। प्रश्न नम्बर 5, दिएको मध्ये कुन तत्त्वले शिक्षण सिकाइमा प्रभाव पार्दछ? क. शारीरिक क्रिया सम्बन्धी तत्त्वहरू। ख. मनोवैज्ञानिक तत्त्वहरू। ग. वातावरणीय तत्त्वहरू। घ. माथिका सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ. माथिका सबै। प्रश्न नम्बर 6, विस्मरणको कारक तत्त्वहरू कुन हुन्? क. अप्रयोगको सिद्धान्त। ख. व्यवधानको सिद्धान्त। ग. दमनको सिद्धान्त। घ. माथिको सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ. माथिको सबै। प्रश्न नम्बर 7, तलको मध्ये कुन सिकाइको अपवादमा पर्दैन? क. सिकाइ निरन्तर प्रक्रिया हो। ख. आँखा झिम्क्याउनु र घुँडा खुम्चाउनु। ग. माछाले पौडी खेल्नु र चराले गुँड बनाउनु। घ. माकुरोले जाल लगाउनु र बाँदरले रुख चढ्नु। यस प्रश्नको सही उत्तर रहेको छ क. सिकाइ निरन्तर प्रक्रिया हो। प्रश्न नम्बर 8, सिकाइ सिद्धान्तमा नपर्ने कुन हो? क. सम्मेलनको सिद्धान्त। ख. आकस्मिक सिकाइको सिद्धान्त। ग. दण्ड र पुरस्कारको सिद्धान्त। घ. सामान्यीकरणको सिद्धान्त।
यस प्रश्नको सही उत्तर रहेको छ ख आकस्मिक सिकाइको सिद्धान्त। प्रश्न नम्बर 9, व्यवहारवादी सिकाइ सिद्धान्तको प्रेरणता कसलाई भनिन्छ? क जेबी वाटसन, ख थर्नडाइक, ग कोहलर, घ स्किनर। यस प्रश्नको सही उत्तर रहेको छ क जेबी वाटसन। प्रश्न नम्बर 10, व्यवहारवादी सिकाइ सिद्धान्तहरूमा कुन पर्दैन? क शास्त्रीय सम्बन्ध प्रत्यावर्तनको सिकाइ, ख गेस्टाल्टवादी सिकाइ, ग कार्यपरक सम्बन्ध प्रत्यावर्तनको सिकाइ सिद्धान्त, घ प्रयत्न तथा भूल सिकाइ सिद्धान्त। यस प्रश्नको सही उत्तर रहेको छ ख गेस्टाल्टवादी सिकाइ। प्रश्न नम्बर 11, स्मृतिमा प्रभाव पार्ने तत्त्व कुन होइन? क स्थिरता, ख सिकाइ, ग परीक्षा, घ धारणा। यस प्रश्नको सही उत्तर रहेको छ ग परीक्षा। प्रश्न नम्बर 12, स्मृति सुधारका लागि अवलम्बन गर्नुपर्ने विधि कुन हो? क प्रयोगको सिद्धान्त, ख प्रत्यक्षीकरणको सिद्धान्त, ग स्मृति शुद्धिकरण सिद्धान्त, घ माथिको सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ माथिको सबै। प्रश्न नम्बर 13, सिकाइका चरणमा कुन पर्दैन? क लक्ष्य, ख अभिप्रेरणा, ग पुनरावृत्ति, घ ध्यान र प्राप्ति। यस प्रश्नको सही उत्तर रहेको छ ग पुनरावृत्ति। प्रश्न नम्बर 14, धारणाको मापन गर्ने तरिका के हुन्? क प्रत्ययन, ख पहिचान, ग पुनः सिकाइ, घ माथिको सबै। यस प्रश्नको सही उत्तर रहेको छ घ माथिको सबै। प्रश्न नम्बर 15, उत्प्रेरणा कति प्रकारका छन्? क जन्मजात उत्प्रेरणा, ख आर्जित उत्प्रेरणा, ग वैयक्तिक उत्प्रेरणा, घ क र ख दुवै। यस प्रश्नको सही उत्तर रहेको छ घ क र ख दुवै। प्रश्न नम्बर 16, पुनर्बल सम्बन्धी कुन भनाइ ठिक होइन? क उत्तेजना र प्रतिक्रियाको बन्धनलाई बलियो बनाई सिकाइ प्रभावकारी बनाउने तत्त्व पुनर्बल हो। ख पुनर्बल त्यस्तो उत्तेजना हो जसको उपस्थितिमा प्रतिक्रियाको सम्भावना बढ्छ। ग पुनर्बल सिकारुलाई नियन्त्रण गर्ने प्रक्रिया हो। घ सिकारुलाई कुनै कार्य गर्न प्रोत्साहन गर्ने शक्ति पुनर्बल हो। यस प्रश्नको सही उत्तर रहेको छ ग पुनर्बल सिकारुलाई नियन्त्रण गर्ने प्रक्रिया हो। प्रश्न नम्बर 17, दिएका मध्ये कुन तत्त्वले शिक्षण सिकाइमा खासै प्रभाव पार्दैन? क शारीरिक क्रिया सम्बन्धी तत्त्वहरू, ख मनोवैज्ञानिक तत्त्वहरू, ग मनोरञ्जनात्मक घटना, घ वातावरणीय तत्त्वहरू। यस प्रश्नको सही उत्तर रहेको छ ग मनोरञ्जनात्मक
घटना। प्रश्न नम्बर 18 सिकाइको सिद्धान्तमा नपर्ने कुन हो? क सम्मेलनको सिद्धान्त, ख आकस्मिक सिकाइको सिद्धान्त, ग दण्ड र पुरस्कारको सिद्धान्त, घ सामान्यीकरणको सिद्धान्त। यस प्रश्नको सही उत्तर रहेको छ ख आकस्मिक सिकाइको सिद्धान्त। प्रश्न नम्बर 19 परिपक्वता र सिकाइको सम्बन्धमा तलको कुन कथन सही होइन? क परिपक्वता र सिकाइ वातावरणको उपज हुन्, ख परिपक्वता र सिकाइ सँगसँगै अन्त्य हुन्छ, ग परिपक्वता सिकाइको पूर्वाधार हो, घ सिकाइले परिपक्वताको विकास गर्दछ। यस प्रश्नको सही उत्तर रहेको छ ख परिपक्वता र सिकाइको सँगसँगै अन्त्य हुन्छ। प्रश्न नम्बर 20 कक्षा शिक्षणमा सबैभन्दा बढी उत्प्रेरणाको प्रयोग कति बेला आवश्यक पर्दछ? क कक्षा शिक्षणको प्रारम्भमा, ख शिक्षण सिकाइ क्रियाकलापको अन्त्यमा, ग समूह कार्यको चरणमा, घ विद्यार्थी मूल्याङ्कनको समयमा। यस प्रश्नको सही उत्तर रहेको छ क कक्षा शिक्षणको प्रारम्भमा।